गुड मर्निङ साथीहरू। अहिले हामी साउदी अरबको रियादमा छौँ र करिब 14 घन्टाको हवाई यात्रापछि हिजो मात्र साउदी अरब हामी आइपुग्यौँ। आज हाम्रो यात्राको दोस्रो दिन हो। हिजो हामी बसेको होटल यही हो, होटल स्विट। अहिले हामी रियाद घुम्न जाँदैछौँ। वी आर अन द वे। अहिले हामी आइपुगेका छौँ अक्षमा स्क्वायर। अहिले हामी छौँ यो रियादको रहेको प्रसिद्ध हेर्न लायक एउटा लेकमा। यो एकदमै राम्रो हैन, एउटा लेक रहेछ। अब हामी यो ठाउँमा घुम्नेछौँ, केही फोटोहरू पनि खिच्नेछौँ, यहाँको सिनहरू हेर्नेछौँ। यसलाई भन्छ वाडी। यो रियादमा रहेको वाडी न्यामर भन्छ। अहिले हामीले भर्खरै यो ठाउँ घुमेर सक्यौँ। यो साइडमा देखिन्छ चट्टान जस्तो भित्तामा, बिचमा छ सुन्दर लेक। हामी आएको गाडी यही हो। अहिले यहाँ एनिमलहरू देख्न सकिन्छ यो डिजर्टभित्र। अहिले हामी छौँ एज अफ द वर्ल्डमा। करिब 3 घन्टाको ड्राइभ पछि रियादबाट हामी यहाँ आइपुगेका छौँ र हामीसँग एकजना गाइड पनि छ। हामी त्यो माथि टपमा जानेछौँ। 这样，否则我大肚子这样。这样可以。你看那边，不要看摄像头。哦，对。Yalla, my brother, my dad. Okay. भर्खरै मात्र हामी त्यो टपमा पुगेर आइपुग्यो भने अब हामी जाँदैछौँ अर्को टप भागमा। सनसेट हुँदैछ। अहिले हामी छौँ यो साउदीको दिरियामा। यो साँझ अहिले 6 बजेको छ। यहाँ हेर्नको लागि चाहिँ रातिको समय उपयुक्त हुने भएको हुनाले हामीले रातिको समयलाई
चुज गरेका छौँ। मान्छेको अत्याधिक भिड हुँदो रहेछ। हामीले धेरै मान्छेको भिड देख्न सक्छौँ यहाँ। قاومت القوات السعودية ببسالة وصمدت यी देखेका हुन् यहाँका प्रसिद्ध रेस्टुरेन्टहरू। अब हामी डिनरको लागि जाँदैछौँ। ल आज हामीले यो रियादका मेन ठाउँहरू घुमेर सकियो। अहिले रातिको 11 बजेको छ र हामी बस्ने होटल स्विट इन हो लास्ट गुड नाइट। ल आजको हाम्रो यात्रा पनि यहीँ सकिन्छ। हामी बस्ने होटल अहिले हामी